हेलो एभ्रिवान। आज म तपाईँहरू सबैजनालाई हाम्रो स्कम्स इआरपीमा कसरी अप्रुभल फ्लो कन्फिगरेसन गर्ने भन्ने बारेमा जानकारी दिन गइरहेको छु। जसको लागि तपाईँले स्कम्स इआरपीलाई लगइन गर्नुपर्ने हुनेछ। जब तपाईँ स्कम्स इआरपी पेजमा लगइन गरेर होम पेजमा नेभिगेट गर्नुहुन्छ, तपाईँले देख्न सक्नुहुनेछ होम पेजमा तपाईँलाई असाइन गरेको लिस्ट अफ एप्लिकेसन, अथवा तपाईँले यहाँनिर गएर एचआर एप्लिकेसन सर्च गर्न सक्नुहुनेछ। जब एचआर एप्लिकेसन जानुहुन्छ, तपाईँलाई एसाइन गरेको लिस्ट अफ मेनु देख्नुहुनेछ। तपाईँ कन्फिगरेसन मेनुको अन्डरमा गएर तपाईँले अप्रुभल कन्फिगरेसन सब मेनुमा क्लिक गर्न पनि सक्नुहुनेछ, अथवा डाइरेक्टली यहाँनिर एभाइलेबल भएको सर्च बटनमा अप्रुभल टाइप गर्नुभयो भने तपाईँले यहाँनिर अप्रुभल कन्फिगरेसन पनि देख्न सक्नुहुनेछ। जब तपाईँ अप्रुभल कन्फिगरेसनमा क्लिक गर्नुहुन्छ, तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ प्री कन्फिगर लिस्ट अफ अप्रुभल फ्लोज। यदि कुनै पनि अप्रुभल फ्लो छैन र तपाईँ फर्स्ट टाइम यो पेजमा ल्यान्डिङ गर्नुभएको छ भने यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ क्रिएट युर फर्स्ट कन्फिगरेसन, अर तपाईँले यहाँनिर प्लस बटन चाहिँ क्लिक गरे पनि तपाईँलाई न्यू अप्रुभल फ्लो कन्फिगरेसन गर्ने ब्लेड राइट ह्यान्ड साइडमा ओपन हुन्छ। तपाईँले यहाँनिर देख्न सक्नुहुनेछ कन्फिगरेसन नेम, जस्तो अहिले यहाँनिर तपाईँको माउस ओभर भइराखेको छ कन्फिगरेसन नेममा। जस्तो यसमा तपाईँले कन्फिगरेसन नेममा के राख्ने भन्ने हुनसक्छ र तलपट्टि तपाईँले मोड्युल दुईवटा मोड्युल देखिराख्नु भएको छ। जस्तो यो मोड्युलमा दुईवटा मोड्युल जुन यहाँनिर छ, लिभ रिक्वेस्ट र लिभ क्लेम। जस्तो अहिले बाई डिफल्ट यो मोड्युलमा तपाईँको लिभ रिक्वेस्टलाई मात्रै इनेबल गरेको छ, यो एप्लिकेबल लिभ रिक्वेस्टमा मात्रै हुन्छ। तर यो अप्रुभल फ्लो कन्फिगरेसन चाहिँ तपाईँको अर्गनाइजेसनको मल्टिपल वर्क फ्लोमा इन्टिग्रेट गर्न सक्नुहुनेछ। फर इक्जाम्पलको लागि म तपाईँलाई अहिले यो लिभ रिक्वेस्ट मात्रै इनेबल गरेकोले गर्दाखेरि लिभ अप्रुभल भनेर यहाँनिर नाम दिन गइरहेको छु। यसलाई तपाईँले नेक्स्ट गर्नुभए पछाडि तपाईँको लेभल 1 बाई डिफल्ट आएको छ। जस्तो लेभल 1 लेभल 2मा के गर्ने भन्ने तपाईँलाई कन्फ्युजन हुनसक्छ। जस्तो तपाईँको अर्गनाइजेसनको नेचर अनुसार एउटा मात्रै अप्रुभल फ्लोले लिने कि मल्टिपल अप्रुभल फ्लो। फर इक्जाम्पल जब तपाईँको इम्प्लोइले रिक्वेस्ट सबमिट गर्नुहुन्छ, त्यो रिक्वेस्ट चाहिँ इम्प्लोइको म्यानेजरले मात्रै अप्रुभ गर्ने कि इम्प्लोइको म्यानेजर सँगसँगै हायर लेभल टप लेभल म्यानेजमेन्टले पनि अप्रुभ गर्ने। फर इक्जाम्पलको लागि कुनै पनि इम्प्लोइले लिभ रिक्वेस्ट सबमिट गर्दै हुनुहुन्छ, त्यो लिभ रिक्वेस्ट इम्प्लोइको म्यानेजरले अप्रुभ गरिसके पछाडि तपाईँ सिइओको पनि अथवा म्यानेजिङ डाइरेक्टरको पनि अप्रुभल चाहिन्छ कि चाहिँदैन। यदि चाहिन्छ भने तपाईँले यहाँनिर 8 लेभल भनेर 2टा लेभल 3टा लेभल कतिवटा लेभलसम्मको अप्रुभल चाहिन्छ, तपाईँले त्यो लेभलसम्मको अप्रुभल कन्फिगरेसन गर्न सक्नुहुनेछ। यदि होइन तपाईँलाई एउटै लेभलले मात्रै इनफ हुन्छ भने लेभल 1 राखेर म्यानेजर अप्रुभल अथवा फ्रेन्डली नेम तपाईँलाई जुन फ्रेन्डली हुन्छ त्यो नेम राख्न सक्नुहुनेछ, म्यानेजर अप्रुभल। त्यसै गरी यहाँनिर देख्न सक्नुहुन्छ अप्रुभल कन्डिसन। यो अप्रुभल कन्डिसन भनेको के हो भन्ने तपाईँलाई लाग्न सक्छ। जस्तो तपाईँको अप्रुभल फ्लोमा यो लेभलमा मोर देन 1 एक अथवा त्योभन्दा बढी रिभ्युअर हुनुहुन्छ भने नेक्स्ट स्टेप तपाईँको लेभलमा म्यानेजर अप्रुभल सिइओ अप्रुभल लेभल छ, दुईवटा लेभल राख्नु भएको छ भने लेभल 1बाट लेभल 2मा जानको लागि पहिलो लेभलमै मल्टिपल रिभ्युअर हुनुहुन्छ भने सबैजनाले अप्रुभ गरे पछाडि सेकेन्ड लेभलमा जाने कि त्यो मध्ये एकजनाले गर्दाखेरि सेकेन्ड लेभलमा जाने। एनीवन क्यान एप्रुभमा तपाईँले गर्नुभयो भने फर इक्जाम्पल म्यानेजर अप्रुभलमा 2जना रिभ्युअर हुनुहुन्छ, एकजनाले अप्रुभल गर्ने बित्तिकै तपाईँको सिइओको फ्लोमा जान्छ। यदि मस्ट अप्रुभ गर्नुभयो भने तपाईँको रिक्वेस्ट फ्लोलाई दुवैजनाले अप्रुभ गर्नुपर्ने हुन्छ, अनि मात्रै तपाईँको नेक्स्ट लेभलको अप्रुभलमा जान्छ। जस्तो मैले यहाँनिर अहिले एनीवन क्यान अप्रुभ, जेनरली एनीवन क्यान अप्रुभ हुन्छ। तपाईँको फ्लो टाइप सिक्वेन्सियल अर प्यारलल। जस्तो तपाईँले दुईवटा फ्लो कन्फिगर गर्नुभयो यहाँनिर, पहिलो फ्लो जस्तो लेभल 1 र लेभल 2 म्यानेजर अप्रुभल सँगसँगै सिइओ अप्रुभल। जस्तो तपाईँले सिक्वेन्सियल गर्नुभयो भने के हुन्छ भने
एउटा सिद्धिसके पछाडि म्यानेजर अप्रुभल सिद्धिसके पछाडि अनि मात्रै तपाईँको नेक्स्ट लेभल सेकेन्ड लेभलको अप्रुभलमा जान्छ। यदि प्यारालल गर्नुभयो भने चाहिँ एकैचोटि मल्टिपल रिभ्युअरलाई चाहिँ नोटिफिकेसन जान्छ, लेभल 1 कोलाई पनि लेभल 2 कोलाई पनि रिक्वेस्ट अप्रुभ गर्नको लागि। तर कहिले फाइनलाइज हुन्छ तपाईँको जबसम्म तपाईँको रिक्वायर्ड कन्डिसन फुलफिल हुँदैन तबसम्म फाइनल हुँदैन। जब रिक्वायर्ड कन्डिसन फुलफिल हुन्छ अनि मात्रै तपाईँको अप्रुभल फ्लो चाहिँ कम्प्लिट हुन्छ। जेनरली प्यारालल हुँदैन, सिक्वेन्सियल हुन्छ, त्यही भएर म अहिले यहाँनिर सिक्वेन्सियलमा राख्दैछु। त्यस्तै गरी यहाँनिर छ तपाईँको सिसी इमेल र बिसिसी इमेल। सिसी इमेल बिसिसी इमेलले के गर्छ भने जब अप्रुभरले तपाईँको रिक्वेस्ट सबमिट गर्नुहुन्छ, कहिलेकाहीँ म्यानेजरले मैले इमेल पाइनँ भन्ने कम्प्लेनहरू पनि आउन सक्छ रिभ्युअरले। त्यो केसमा त्यसको एभिडेन्स चाहिँ अर्को कसलाई जाने त? त्यो चिज तपाईँले सिसीमा हाल्न सक्नुहुन्छ। जुन यो सिसीमा लगाउनु भने चाहिँ तपाईँको रिक्वेस्टरलाई पनि थाहा हुन्छ फल्ना मान्छेलाई सिसी गइराखेको छ। तर बिसिसीमा लगाउँदै हुन्छ भने बिहाइन्ड द सिन कसले ट्र्याक गर्दै हुन्छ, नोटिफिकेसन कसले गर्दै हुन्छ भन्ने रिक्वेस्टर अथवा रिसिपेन्टलाई थाहा हुँदैन। एक कपी साइलेन्टली कसैले तपाईँको ट्र्याक गरिराखेको हुन्छ है। त्यस्तै गरी तपाईँको यहाँनिर छ अब रिभ्युअरको केस आयो। अघिसम्म मैले रिभ्युअर भनिरहेको थिएँ, अब केस आयो रिभ्युअरको। तपाईँले यहाँनिर एड रिभ्युअर देख्नुहुन्छ। जब तपाईँ एड रिभ्युअरमा गर्नुहुन्छ डाइरेक्ट म्यानेजर, अब लाग्न सक्छ डाइरेक्ट म्यानेजर भनेको को हो, कसले रिभ्यू गर्छ होइन। यसको लागि तपाईँले इम्प्लोइको प्रोफाइलमा म्यानेजर एड गर्ने ठाउँ हुन्छ। जब तपाईँले म्यानेजर एड गर्नुभएको छ एभ्री इम्प्लोइको प्रोफाइलमा प्लस यहाँनिर तपाईँको डाइरेक्ट म्यानेजर गर्नुभएको छ भने सिस्टमले इम्प्लोइको म्यानेजर अटोमेटिकली आइडेन्टिफाई गर्छ र जब इम्प्लोइले यो फ्लोमा रिक्वेस्ट सबमिट गर्नुहुन्छ, जब यो फ्लोमा रिक्वेस्ट ट्रिगर हुन्छ, त्यो नोटिफिकेसन म्यानेजरलाई इम्प्लोइको प्रोफाइलमा भएको म्यानेजरलाई अटोमेटिकली नोटिफिकेसन ट्रान्सफर हुन्छ है त। अब तपाईँ म्यानेजरलाई होइन, तपाईँ एनी वान स्पेसिफिक स्टाफको थ्रुबाट चाहिँ तपाईँ रिक्वेस्ट अप्रुभ गराउनुहुन्छ भने तपाईँले स्पेसिफिक स्टाफ भन्न सक्नुहुन्छ। र यदि स्पेसिफिक स्टाफ भन्दै हुन्छ भने चाहिँ तपाईँले यहाँनिर सर्च गर्नुपर्ने हुनेछ। जस्तो म यहाँनिर दिनेश गर्तौला, त्यसै गरी प्रकाश पाठक यहाँनिर। यसरी रिभ्युअर एउटा मात्रै होइन, अघि मैले भनिरहेको थिएँ नि मल्टिपल रिभ्युअर्स, सेम फ्लोमा तपाईँले मल्टिपल रिभ्युअर चाहिँ एड गर्न सक्नुहुनेछ। जब तपाईँ नेक्स्टमा जानुहुन्छ अब क्वेसनियर के त भन्दाखेरि जब तपाईँको लिभ रिक्वेस्ट इम्प्लोइले सबमिट गर्दै हुन्छ अथवा तपाईँको भोलि गएर पर्चेस एक्विजिसन गर्नु होला अथवा तपाईँको वर्क फ्लो अनुसार कस्तो खालको क्वेसन चाहिँ तपाईँले इम्प्लोइलाई सोध्ने होइन, डाइनामिक क्वेसन तपाईँले यहाँनिर सेट गर्न सक्नुहुनेछ। यो क्वेसन चाहिँ इम्प्लोइले रिक्वेस्ट सबमिट गर्ने बेला पनि देखिन्छ र त्यो इम्प्लोइले सबमिट गरेको रिक्वेस्टमा जुन एन्सर दिएको हुन्छ नि त्यो एन्सर चाहिँ एज अ एभिडेन्स सिस्टममा सेभ पनि हुन्छ। प्लस जसले रिभ्यू गर्दै हुनुहुन्छ फ्लो, जति बेला इम्प्लोइले रिक्वेस्ट सबमिट गर्नुहुन्छ तपाईँको त्यो क्वेसन चाहिँ तपाईँको रिभ्युअरलाई क्वेसन र एन्सर सहित आउँछ, जुनले चाहिँ तपाईँको रिक्वेस्टलाई अप्रुभ गर्ने अथवा डिनाइ गर्ने तपाईँको डिसिजनमा हेल्प गर्छ है त। त्यसको लागि तपाईँले यहाँनिर क्वेसन सेट गर्नुपर्ने हुनेछ। जस्तो क्वेसनमा पनि तपाईँले यसलाई रिक्वायर्ड बनाउने अथवा यो क्वेसन अप्सनल बनाउने डिपेन्ड्स अन यो तपाईँलाई कस्तो खालको क्वेसनियर सेट गर्न मन लाग्छ। जस्तो क्वेसन सँगसँगै एन्सर कस्तो खालको लिने त है, जस्तो सर्ट टेक्स्ट लिने कि लङ टेक्स्ट लिने कि यस नो लिने कि सिङ्गल क्वेसन लिने कि होइन, सिङ्गल चोइस लिने कि मल्टी चोइस लिने कि नम्बर लिने कि डेट लिने, डिपेन्ड अन यु तपाईँलाई कसरी गर्न मन लाग्छ त्यसरी गर्न सक्नुहुन्छ। अहिले मैले लङ टेक्स्ट राखेँ यहाँनिर प्लस रिक्वायर पनि गर्दैछु यसलाई। त्यसरी यहाँनिर क्वेसनमा गएर वाइ यु निड लिभ, सिम्पल क्वेसन
मैले क्वेसन यहाँनिर के राखेँ भनेर त्यसको पछाडि नजानु होला। जस्ट मैले तपाईँलाई यो फ्लो कसरी कन्फिगरेसन गर्न सकिन्छ भन्ने बारेमा मात्रै फोकस गरेर सिकाइराखेको छु। नेक्स्ट रिभ्यू। तपाईँले यहाँनिर अब फाइनल्ली तपाईँले क्रिएट गर्नुभन्दा अगाडि यहाँनिर तपाईँले रिभ्यू गर्न सक्नुहुनेछ तपाईँको फ्लो कसरी आएको छ भनेर। जस्तो इम्प्लोइ सबमिट द रिक्वेस्ट। इम्प्लोइले जति बेला रिक्वेस्ट सबमिट गर्नुहुन्छ यो फ्लो ट्रिगर हुन्छ। इम्प्लोइको स्क्रिनमा कसरी देखिन्छ भन्दा पहिला यो क्वेसन देखिन्छ। जब इम्प्लोइले लङ टेक्स्ट छ रिक्वायर्ड छ, जब इम्प्लोइले यो रिक्वेस्ट सबमिट गर्नुहुन्छ कसलाई ट्रिगर हुन्छ अप्रुभलको लागि म्यानेजर अप्रुभल फ्लोमा दिनेश गर्दोला, प्रकाश पाठक जसलाई तपाईँले कन्फिगर गर्नुहुन्छ। जब अल कन्डिसन आर पास, जब तपाईँको सबै कन्डिसन फुलफिल हुन्छ त्यस पछाडि तपाईँको म इम्प्लोइको लिभको कन्फिगरेसन गरिरहेको छु। त्यो लिभ चाहिँ इम्प्लोइको लिभ ट्रान्जेक्सनमा गएर तपाईँको एड हुन्छ। आशा छ तपाईँलाई यो भिडियोले हेल्पफुल गर्यो होला लिभ कन्फिगरेसन गर्ने भन्नेमा लागेको छ। यदि तपाईँलाई कुनै पनि फर्दर क्वेसन भए तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ अथवा डाइरेक्टली हाम्रो सपोर्ट टिमलाई कन्ट्याक्ट गरेर इन्क्वायरी गर्न सक्नुहुनेछ। तपाईँले हेल्प लिन सक्नुहुनेछ कुनै कन्फ्युजन भएमा, अथवा हाम्रो एप्लिकेसनमा भएको सपोर्ट टिकट सेक्सनमा गएर तपाईँले सपोर्ट टिकट काटेर पनि हेल्प लिन सक्नुहुनेछ। हस्त, धन्यवाद।